सो गाइज म चाहिँ राष्ट्रिय परिचय पत्र लिन जाँदैछु मेरो घरतिर हैन। सो अहिले चाहिँ विजयपुर क्रस गर्दैछौँ हामी। यहाँनिर चाहिँ खै किन फोहोर गरे हम धुलै धुलो छ। तपाईँहरूको के छ हालखबर सन्चै आरामै हुनुहुन्छ नि हैन। त्यस्तै छ। म पोखरा लेखनाथबाट सुन्दरी बजारबाट सुबिक कुमार सार्की। स्वागत छ मेरो भ्लगमा। र मैले जति पनि देख्छु र बुझ्छु त्यो कुराहरू तपाईँहरूलाई भन्दै जान्छु हैन। यहाँको ठाउँहरूको विशेषता र यहाँको गाउँको विशेषता हैन। विजयपुर ब्यारेक है। ब्यारेक चाहिँ कति हो। अब यहाँ एउटा पेट्रोल पम्प छ। यो ठाउँलाई चाहिँ विजयपुरै भनेर चिन्दा रहेछन्। यहाँ चाहिँ तपाईँको अब कालिका चोक आयो हैन। यहाँबाट चाहिँ माथि हाम्रो कालिका थान टाइगर टप पुरानो बाटो छ। अनि मास्टन भैसे यताउति जाने ठाउँ पनि यहीँबाट है। र अब यहाँ चाहिँ हाम्रो बुढी बजार। त्यो जमानामा अब यो ठाउँहरू यति घरहरू बनेको थिएन। पहिला चाहिँ त्यो फुलफाट टाइपको एरिया थियो हैन। मोटी तेल सती तेल बेच्थे बुढाबुढीहरूले बढी मात्रामा। सासु आमाहरूले बुढी नै बुढी भनेर बुढी बजार राख्यो। यसको बायाँ साइडतिर जाँदा चाहिँ घैटे खोर भन्ने ठाउँ हुन्छ तपाईँको। अड्चले घैटे खोर हैन। यहाँबाट दायाँतिर लाग्दाखेरि रिटे पानी। अनि यो बुढी बजार अति भयो भनेर हैन। यहाँ चाहिँ सुन्दरी बजार भनेर हाम्रो ठाउँ छ। जुन चाहिँ यहाँ तपाईँको जेसिया बोर्डिङ स्कुल पनि छ हाम्रो। यता चाहिँ अब तपाईँको सुन्दरी बजार भन्छ है गाइस। यो जीप भट्टीमा हाम्रो पुरानो घर थियो। जग्गा जमिन थियो। हाम्रो हजुरआले चाहिँ बेचेर अब त्यस्तै भनौँ न। यो ठाउँमा चाहिँ बैरा स्कुल, न्युरा स्कुल, अनि लक्ष्मी मावि, अनि तपाईँको जेसिया, यस्तै 4-5वटा स्कुल कलेजहरू छ। यहाँ चाहिँ नमस्ते प्याटी प्यालेस। अब यहाँबाट तल चाहिँ अब लोकलले अर्जुन चोक भनेर चिन्छन् र बाहिरी मान्छेले चाहिँ तपाईँको के भन्छन् लेखनाथ चोक। यहाँबाट चाहिँ हाम्रो अड्चले
खोला छेउ अर्चले जाने गाडी लाग्थ्यो कि पहिला, जुन हाम्रो चाहिँ लेखनाथ पौडेल जन्मिएको ठाउँ, उहाँको गाउँ होइन। यहाँबाट थोरै भित्र चाहिँ जरुवा, खरानी फाट त्यस्तै त्यस्तै ठाउँहरू छ। अनि यता दाहिने जाँदा चाहिँ घडेरी, रिठी पानी जाने मेन चोक। हजुर आउनु लाग्यो र म त जानु लाग्छ रहेछ। गाइस हामी चाहिँ डाँडा चौकी नयाँ पुरानो दुईटै कटेर हम्मल चोक आइसकेको छ होइन। यहाँबाट तल चाहिँ तपाईँको ताल चोक। यहाँबाट बायाँ लिएपछि चाहिँ तपाईँको होइन सिसुवा, मोरिया, बेगनास, रुपाताल जाने बाटो। अनि यो हाम्रो शिवरात्रिमा पूजा हुन्छ नि, कुलिनटार, भोलेटार कुलिनटार भन्नुहुन्छ। अनि यो चाहिँ काठमाडौँ जाने हाइवे हो क्या। डुम्रे, दमौली, मुगलिन, काठमाडौँ, वीरगञ्ज, पूर्व जाने, काँकरभिट्टा। चाहिँ तपाईँको नयाँ तालचोक मेरो मामा घर एरिया। पहिला चाहिँ धर्मकाटा भनेर चिनिन्थ्यो।
म नि यहाँ ठ्याक्कै भन्डाटी आइसक्यो अब यो चाहिँ जिल्ला उसमा पसेर अब लिन्छु म। भन्डाटी कटियो गाइज होइन, यो चाहिँ सैनिक। पहिला त 1 गेट 2 गेट भनेर चिन्थ्यो अरे, चाहिँ ठ्याक्कै लाएर अब विश्वविद्यालयको 1 नम्बर गेटमा आइपुगेको छु होइन। यहाँबाट चाहिँ बायाँ लिन पर्ने हुन्छ हामीले पोखरातिरबाट आउँदा चाहिँ। विश्वविद्यालयको आइसकेको छ। यहाँनिर तपाईँको हाम्रो लेखकको जिल्ला छ कि नागरिकता पासपोर्ट यताउति लिने